धन्यवाद छ नयन बहादुर शाही
आज चलचित्र क्षेत्रका अति सर्वाधिक हिट नायक निश्चल बस्नेतको आडमा बसेर केकी अधिकारीलाई हेर्दै गाउन पाउने यु आर भेरी भेरी लक्की। नयनजी कस्तो लाग्यो आज? राम्रो लाग्यो। हामीले त अब त्यताबाट ठाडी भाका गाउँछौँ हैन? लगाउनुस् ठाडी भाका। कोरिनाले कहाँ बेला भेरी कोला कानमा छु करिनाले कहाँ बेला कोरिनाले कहाँ बेला भेरी कोला कानमा छु करिनाले कहाँ बेला हिराती कहाँ खेला कहिले रोनो कहिले आइनो हिराती कहाँ खेला हातीमा टोगेरो सुकिलो मेरा माटो रातिमा टोगेरो छोरीमै क्यारो दशा बिरा दामी गर्दा करिमै बेडी क्यारो कठैदैन भनिका दाउरा बनाई ल्याउन कोही नाइ बाल्य समय भनिका दाउरा बनाई भनिका कुरा मनाई सुन्दिया दिन कोही नाइ मनिकाको राम नै काट्या बाटो धर्की साउन मासा पानी पर्यो काट्या बाटो धर्की आउन उनकी फर्की यसै दिन गई जाने उनकी आउन उनकी फर्की गोठालो भैँसकी घरका भैँसिया ठिन्क्या बाँझ दैदुरै मपन दुरै माया रही माझ। जोरदार ताली दिउँ कालीकोटका नयन बहादुर साईको यो आवाज अनि चलचित्र के घर के डेराबाट निश्चल बस्नेत केकी अधिकारी सन्जुक रसाइली त्यसै गरी हाम्रो सिरिजना नापित लगायतका हाम्रो सम्पूर्ण टिमलाई हार्दिक हार्दिक सम्मान छ। यतिखेर इन्द्राणी अग्रजलाई सम्मान नयाँ पुस्तालाई प्रोत्साहन। तर अग्रज ओझेल परेका नयन बहादुर साई उतिखेर 52-53मा रेडियो नेपालमा असाध्यै चम्किलो गायक हुनुहुन्थ्यो। आजकल उहाँ गाउँमा बस्दा बस्दा फेरि आइपुग्नु भएको छ। उहाँलाई हार्दिक स्वागत छ। नयनजी यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद हजुरलाई र इन्द्रेणी सम्पूर्ण टिमलाई मेरो तर्फबाट हृदयदेखि नमन गर्न चाहन्छु र उपस्थित अब यो फिल्मी तपाईँ घर कहाँ भन्नुहोस् त? मेरो घर अब अहिलेको हालको कर्णाली प्रदेशको कालीकोटमा हो। ओहो कालीकोटको नयन साई इन्द्रेणीमा पसो के घर के डेरा आएको छ लागेको छ कसो? के घर र के डेरा भन्ने देखे राम्रो होला हेरे राम्रो होला कालीकोटका रनवन डुल्छु खोला खोला कालीकोटका रनवन डुल्छु खोला खोला। कालीकोट सुर्खेतै जसो लाग्दो मेरा लेखी तमिकन छड्के नजर लाउने पोरी केकी।